जुन थालमा चाहिँ खायो त्यही थालमा थुकेर जाने भन्ने जस्तो प्रवृत्ति गरिदिनु भयो नि उहाँ हिजो कसले चिन्थ्यो उहाँहरूलाई इभन उहाँहरूको कुरा नगरौँ म प्रभा कार्कीलाई पनि हिजो कसैले पनि चिन्दैन थियो कि म एउटा आफ्नो व्यवसाय गर्थेँ एउटा व्यवसाय गरेर बसेको थिएँ समाजमा 2-4 जनालाई सहयोग गर्थेँ 2-4 जनाले चिन्नुहुन्थ्यो तर मलाई कसैले पनि चिन्दैन थियो नि त आज मलाई यहाँहरूले बोलाएर चाहिँ मेरो इन्टरभ्यू लिइराख्नु भएको छ मेरो 2-4 वटा कुराहरू चाहिँ सबै ठाउँमा फैलाइदिनु भएको छ त्यसको श्रेय कसलाई जान्छ त भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जान्छ कि म राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य भएर त म आज यहाँ आउन पाएँ नि त सो त्यो क्रेडिट त राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै जान्छ र त्यसलाई हामीले जहिले पनि थ्याङ्कफुल चाहिँ हुनुपर्छ हामीले आज यो देशमा रवि लामेछाने बाहिर हुँदो हो त के भइसक्थ्यो होला हैन यो जिएनजी भाइ बहिनीहरूलाई त उहाँले कति सहयोग गरेर यो देशलाई त कहाँ पुर्याइदिनु हुन्थ्यो होला 1 महिनामा भने सभापतिज्यूलाई कसरी बाहिर निकाल्नु पर्छ भन्ने कुरामा चाहिँ हामीले वर्कआउट गर्नुपर्छ कि अहिले चाहिँ त्यसो भए रविलाई दुःख पर्दा त्यसो भए हिजोको रविले साथ दिएका नेताहरूले साथ छोड्या हुन् त त्यसो भए अहिलेको अवस्थामा दुःख घडी हो नि त रासपा जसको नाममा रासपा स्थापित भयो आज उनी नै चाहिँ सङ्कटमा पर्दाखेरि त मान्छेको हाम्रो नेपालीको एउटा चाहिँ साधारण व्यावहारिक रूपमा हेर्ने हो भने पनि जसले आफूलाई सहयोग गर्छ उसलाई सहयोग गर्नुपर्छ भन्ने त एउटा मान्यता त राख्छ नि त भनेको दुःख पर्दा रविलाई खेद्ने काम भयो यहाँ अहिले त्यो पनि अब देखियो हैन कतै कतै अब उहाँहरूको नामहरू त नभनौँ अब सामाजिक सञ्जालमा मजाले आइरहेछ